स्वागत छ हजुरहरूलाई प्रियाङ्सन किचनमा। आज प्रियाङ्सन किचनमा मैले काँक्राको खल्फी लगाउने रेसिपी लिएर आएकी छु। खल्फीको लागि चाहिँ हामीलाई एकदमै छिप्पेको काँक्रा चाहिने हुनाले मैले यहाँ छिप्पेको काँक्रा लिएर यसलाई धोएर दुई पक्रेटामा काट्दैछु। यो चाहिँ धेरै छिप्पेको हुनाले यसको बोक्राहरू पनि हल्का पहेँलो भएको हुनाले चाहिँ मैले यसको बोक्राहरू पनि यसरी खुर्किदैछु। अब चाहिँ यसलाई लामो लामो पिस बनाएर चाहिँ आफूलाई कतिको पिस ठीक लाग्छ त्यही अनुसारको पिस काटेर यसलाई सुकाउनु पर्छ। यसरी मसिनो गरेर चिरा बनायो भने चाहिँ मसलाहरू राम्रोसँगले भित्रसम्म पसेर खल्फीको टेस्ट नै एकदम मिठो हुन्छ। सबै चानालाई चाहिँ काटिसकेपछि मजाले घाममा एक दिनभरि सुकाउने। जति सक्दो घाममा राम्रोसँगले सुक्यो त्यति नै खल्फी राम्रो बनिन्छ। यो चाहिँ एक दिन मजाले सुकाएको काँक्रा यस्तो भएको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। यता चाहिँ मैले कराईमा तोरीको तेल तताएको छु र तोरीको तेलमा चाहिँ मेथी र जिरा फुराउने, मजाले कालो भइन्जेलसम्म फुराउने र यसलाई केही समयको लागि सेलाउन राखिदिने। खल्फीको सबै चानालाई चाहिँ एउटा भाँडामा खनाएर यसमा बेसार लगाउने, स्वाद अनुसारको नुन पनि लगाउने, थोरै मैले यहाँनिर जिरा मसला धुलो पनि लगाएको छु। त्यसै गरेर प्रत्येक अचारमा लगाइने जुन तोरीको पेस्ट छ, तोरीको दाना, त्यसलाई पनि पिसेर मजाले लगाउने। सेलाएर राखेको तेललाई पनि यहाँ लगाएर अब सबै राम्रोसँगले एकचोटि खल्फीलाई मिक्स गरिदिने। मसलाहरू चाहिँ सबैतिर पुगोस् भनेर चाहिँ खल्फीलाई मजासँगले चाहिँ मिक्स गरिदिनु पर्छ। हेर्नुस् त यतिको भएको छ खल्फी, हेर्दै खाउँ खाउँ लाग्ने। यो हेर्दा जति राम्रो देखिएको छ त्यति नै खाँदा पनि एकदमै टेस्टी भएको छ। यसलाई स्टोर गर्नको लागि चाहिँ मैले सिसाको सफा भाँडा लिएकी छु र यसमा चाहिँ मजाले मिलाएर हाल्ने। यसरी स्टोर गरेर राखेको खल्फी चाहिँ हामीले 2 देखि 3 दिनपछि खान सक्छौँ। हजुरहरूलाई आजको मेरो रेसिपी कस्तो लाग्यो त कृपया प्रतिक्रिया दिनुहोला र हजुरहरूले पनि सबैले यसरी चाहिँ खल्फी बनाएर खान सक्नुहुनेछ। यस्तै रेसिपीहरू हेर्नको लागि चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गरी मसँग जोडिनुहोला र मैले लगाएको भिडियोहरू मन परेमा लाइक, कमेन्ट र सेयर गर्न पनि नबिर्सिनुहोला।